हाई मिनासान कोनिचिवा स्वागत छ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। आज पनि मैले सदा झै SSW1 फुड सर्भिसको कस्टमर सर्भिसमा हामी लेसन वाइज मोडल क्वेसन छलफल गर्दाखेरि आज हामी लेसन सान पार्ट 5 मा आइपुगिसकेका छौं। धेरै जना साथीहरुले छिटो हाल्नु पर्यो छिटो हाल्नु पर्यो भन्नु भएको छ। गमेन्ट चाहिँ मैले भिडियो लिएर आइसकेको छु र कति धेरै साथीहरु मैले पास गरे सेन्से भिडियो हेरेर पास गरे भन्ने साथीहरु धेरै जना हुनुहुन्छ। पास गर्नु भएको साथीहरुले उमेदेतो गोजाइमास। अहिले त N3 क्लास भइराको छ। N3 को क्लास तर्फ आउनु होला र पास हुन बाँकी भएको साथीहरुले एकदम ध्यान दिएर ढुक्काले मजाले अन्तिमसम्म भिडियो हेरेर बुझेर राम्रोसँग हेर्नु होला बुझ्नु होला है। नयाँ हुनुहुन्छ भने तपाईहरु नयाँ होस् पुरानो होस् लाइक शेयर सब्स्क्राइब गर्न भने नबिर्सिनु होला है त। हामी क्लास तर्फ लागौं है त। त्यसैगरी आज चाहिँ हामी लेसन 3 को पार्ट 5 बाट सुरु गर्छौं। नम्बर इचिमा जाउँ। नम्बर इचिमा के दिएको छ त भन्दाखेरि खाइतेन्जुमिनो थादाशी कुमी आवसे वा दोरेका एकादशीमेसु मतोम योइ मोनो हितोचेरा बिनासाई भने चाहिँ पसल खोल्नु भन्दा अगाडि गरिने तयारीहरु चाहिँ तलको मध्ये सही संयोजक चाहिँ कुन हो त्यो एउटा चुज गर्नुस् भनेको छ है। जुन हामीले पढिसकेको थियौं कि पसल खोल्दाखेरि ध्यान दिनुपर्ने कार्यहरु गर्नुपर्ने कामहरु सबै पढेर आइसकेको थियौं नि त। नम्बर इचिमा जाउँ। ओक्याक्सामनि यो हिसाबिसु हो त्यही क्योस्ते मान्जोकु सासेरु कोतो देश भनेको चाहिँ यो पसल खोल्नु भन्दा अगाडि गर्ने कार्य चाहिँ ग्राहकलाई राम्रो सर्भिस दिएर उनीहरुले सन्तुष्टि गराउने कुरा हो भने चाहिँ ग्राहकले सन्तुष्टि गराउने त हो कि यो पसल खोलिसके पछाडी हामीले आफ्नो दैनिक कार्य गर्ने बेलाको कुरा हो। त्यही भएर यो गलत छ है। नम्बर बी मा जाउँ। ओक्याक्सामनि यो हिसाबिसु हो त्यही क्यो सुरुतामे सुबेतेनो जुम्बी हो सुरु कोतो देश भने चाहिँ है। नम्बर बी को चाहिँ मिल्न गएको छ। ग्राहकहरुलाई चाहिँ राम्रो सर्भिस चाहिँ प्रदान गर्नको निमित्त सुबेतेनो जुम्बी हो सुरु कोतो भने चाहिँ पसल खोल्नु भन्दा अगाडि ग्राहकले दिनुपर्ने सम्पूर्ण सर्भिसहरु के हो त्यो कुरा चाहिँ सबै कुरा रेडी गर्नु तयारी गर्नु चाहिँ पर्छ भनेको छ। त्यही भएर नम्बर बी को थादाशीको तय हुन्छ है त। बी सी मा जाउँ। ओक्याक्सामनि रेउरी या नोमिमोनो नादो आरातानी सुसुमेरु कोतो देश भने चाहिँ ग्राहकहरुले चाहिँ खानेकुराहरु अथवा नोमिमोनो पिउने पेय पदार्थहरु चाहिँ आरातानी सुसुमे सुरु कोतो भने चाहिँ उले पुनः पोइन्टेड गरेर बिन्दु गरेर चाहिँ उनीहरुले सिफारिस गरेको कुरा हो भने छ। तर यो सिफारिस गरेको कुरा चाहिँ हामीले यो खाइतेन जुम्बीमा नभइकन अर्को उसमा के भन्छ सजेसन सर्भिसमा पढेको थियौं है। ओके त्यही भएर यो गलत छ। हाम्रो थादाशीको तय हो बी भन्दैछने है। हाई त्यसैगरी हामी नम्बर 2 बानमा जाउँ। नम्बर 2 मा के छ भन्दाखेरि एकादशीमेसु खाइतेन जुम्बीगा तोतो नोत्तेरु कुमी आवसे तोस्ते आयामत्तेरु कुमी आवसे वा दोरेका थादाशी किजुत्सु हो हितोचेरा बिनासाई भनेको चाहिँ तल देखाएको खाइतेन जुम्बी जुन हामीले पसल खोल्नु भन्दा अगाडि गरिने क्रमबद्धहरुको बारेमा अथवा तयारीहरुको बारेमा चाहिँ संयोजकहरु मध्येमा नमिल्दो संयोजक चाहिँ कुन हो एउटा सही वर्णन चाहिँ चुज गर्नुहोस् भनेको छ। नम्बर इचिबानमा जाउँ। नम्बर इचिले के दिएको छ भने ओक्याक्सामनि यो हिसाबिसु हो त्यही क्यो सुरुतामे सुबेतेनो जुम्बी हो सुरु कोतो देश भने चाहिँ ग्राहकहरुले चाहिँ सही सर्भिसहरु प्रदान गर्नको निमित्त चाहिँ हामीले सम्पूर्ण कार्यहरुको तयारी गर्नुपर्छ भने थियो। पढ्दाखेरि पनि हामीले त्यही भनेर पढेको थियो। यो साच्चै हो पनि है। त्यही भएर हाम्रो यो एन्सरमा मिलेको छ। क्वेशनले चाहिँ आयामत्तेरु मोनो चुज गर्ने भनेको हुनाले यो गलत छ है त। नम्बर बी मा जाउँ। चिउशाजो या इरिगुची सुहेन खाइतेन तेन नाइगा सेसो सारेतिर कोतो भने चाहिँ अब त्यो पार्किङ लट एरियातिर अनि त्यसपछि जुन हाम्रो इरिगुची सुहेन भनेको द इरिगुची जुन आउने गेट हुन्छ इन्ट्रान्स हुन्छ त्यसको वरिपरि भन्न खोजेको। त्यसपछि तेन नाइगा सेसो सारेतिर कोतो भने पसल भित्र चाहिँ सम्पूर्ण कुराहरु चाहिँ सफा भएको कुरा हुनुपर्छ भनेछ। त्यो हुनुपर्ने कुरा जरुरी छ। त्यही भएर यो बी पनि मिलेको छ। र सी मा जाउँ। त्यसपछि हिच्याउन स्टाफ गासोरोही है आवश्यक स्टाफहरुले चाहिँ सबैले एकग्रुप त बनाए सोरेजोरेनो याकुवारी बुनतान ओ खाकुनिन सिनाइ कोतोगा ताइसेजु देश भन्छ। सोरेजोरेनो याकुवारी बुनतान चाहिँ खाकुनिन सुरु कोतो चाहिँ ताइसेजु भएको थियो है। प्रत्येक आफ्नो कार्य क्षेत्रको हामीले कार्यभूमिका चाहिँ डिभाइड गरेर तयारी गराउनु पर्छ भन्ने कुरा पढेको थियो। त्यही भएर नम्बर सी को चाहिँ गलत छ है। उले आयामत्तेरु मोनो चुज गर भनेको हुनाले है त। हाई थादाशीको तय सी भन्दैछ ने। でまた次3番に行きましょう。
3番चाहिँ閉店時間に気をつけることは何ですか正しい記述を一つ選びなさいभनेर है पसल बन्द गर्दाखेरि ध्यान दिनुपर्ने सही विवरण चाहिँ कुन हो भनेको छ A बानमा हेरेको छौँ 開店準備になったら閉店作業を行いますभन्छ है तपाईले पसल बन्द गर्ने समय भएपछि तपाईले पसल बन्द गर्ने कार्य चाहिँ सुरु गर्ने मतलब स्टार्ट गर्ने भनेको छ हामीले पढ्ने बेलामा त्यो भनेर पढेको थिएन है ग्राहक भित्र भयो भने पसल बन्द भए तापनि ग्राहक छ भने नगर्ने भनेर पढेको थियो त्यही भएर यो ए गलत छ बी मा जाउँ त्यसपछि हेतेन साग्यो ओ ओकोनाउ तोकी है हामीले पसल बन्द गर्ने कार्य गर्ने बेलामा चाहिँ तेन्नाइ सुबेते हाम्रो पसल भित्र भएको सम्पूर्ण कुरा चाहिँ तेबुरु या इसुनादो ओ थादोसी बास्यो नि ओकिमास भन्छ है त्यो सबै कुरा सबै कामहरु गर्ने बेलामा टेबलहरु कुर्सीहरु चाहिँ सही ठाउँमा चाहिँ मदोसु गर्ने फर्काउने भन्ने कुरा पढेको थियो त्यही भएर यो पनि मिल्न गएको छ है चुकी जाउँ त्यसपछि नम्बर सी मा जाउँ सी मा के छ भन्दाखेरि हेतेन जिकांगा सुगितेमो ओकेक्सामागा जेइन ओमिसेदे देनाइ तो हेतेन साग्यो सिनाइ कोतोगा ताइसेचु देश भनिएको छ है यसमा पनि के छ भन्दाखेरि ग्राहक के भन्छ हाम्रो पसल चाहिँ बन्द गर्ने समय कटे तापनि ओक्याक्सामागा जेइन ओमिसेओ देनाइ तो ग्राहक चाहिँ हाम्रो पसलबाट सबैजना बाहिर गइदिएन भने चाहिँ हेतेन जिकाउ हामीले जुन हेतेन साग्यो गर्ने काम चाहिँ गर्नु हुँदैन त्यो इम्पोर्टेन्ट हो भनेको छ है यहाँनिर बी र ए ले उस्तै जस्तो देखाएको छ यो बी र ए कुराबे गर्दाखेरि अलिकति चुयोइ पोइन्ट चाहिँ सी भएको देखिन्छ त्यही भएर हामीले ध्यान दिनुपर्ने कुरा भनेको कियो चुकेरो कोतो भने छ नि एकदम ख्याल गर्नुपर्ने कुरा है ख्याल गर्नुपर्ने कुरा त्यही भएर यो सी को हो यो बी को चाहिँ किन मिलेन त भन्दाखेरि हामीले पसल बन्द गरिसकेपछि गर्ने कार्य हो क्या त्यो ध्यान दिनुपर्ने कार्य नभएको खानाराजु गर्नुपर्ने कार्य भएको हुनाले बी मिल्दैन है त चुकी योम्बानी किमास्यो सेइसो साग्यो नो थादासी कुमियाओसे तोस्ते हिरोइ योगोरे ओ सेइसो सुरु थादासी कुमियाओसे वा दोरेका थादासी किजुत्सु हो हितोचेरा बिनासाई भनेको छ है सेइसो साग्यो नो थादासी कुमियाओसे तोस्ते भने चाहिँ हामीले सरसफाई कार्य गर्ने बेलामा सही संयोजक मतलब सही तरिकाले गर्ने हो भने एकदम हृदय यो गरेका एकदम पहिलेदेखि टाँसेर कटकट भएर बसेको फोहोरहरु सफा गर्नको लागि चाहिँ सही उपाय मतलब सही तरिका कुन हो एउटा चुज गर्नु भनेको छ है नम्बर ए ले के छ भन्दाखेरि सेइसो सुरु थादासी जुन्जो वा उएकारास्ता नो जुन्नी सुरु कोतोगा ताइसेस देश भनेको यो चाहिँ सरसफाइको क्रम हो त सरसफाइ गर्दाखेरि जहिले पनि माथिबाट तल गर्नुपर्छ भन्छ तर क्वेशनले हिदो योगोरे चाहिँ हामीले सेइसो गर्ने पोइन्ट खोज्नु परेको छ है ए यो त्यही भएर ए गलत छ बी मा जाउँ हिदो योगोरे ओ सेइसो सुरु तामे है हामीले एकदमै त्यो धेरै अलिकति पहिलेदेखि कटकट भएर टाँसेर बसेको नाका सुगु किरै नि हुन नसकिने फोहोरहरूलाई चाहिँ हामीले सेइसो गर्नुपर्ने बेलामा चाहिँ क्योरेकुन सेन्जाइ ओ क्योरेकुन सेन्जाइ नादो हो सियो सुरु हिच्यो गारीमास भन्छ है अलिकति त्यो कडा खालको डिटर्जेन्टहरु युज गर्नुपर्ने आवश्यक चाहिँ पर्छ भने थियो त्यही भएर यो बी चाहिँ मिल्न जान्छ है त र सी मा जो सी ले पनि के भनेछ भन्दाखेरि चुयोइ दास्ता या नुरुमा युमा ओ सियोस्तेकारा योगोरे ओ तोशिमास भनेछ है यो चाहिँ अलिकति चुयोइ दास्ता भनेर हामीले कतै पढेको थियो त चुयोइ सेन्जाइहरु पढेको थियो अथवा यो दास्ता नुरुमा ओयुहरु युज गरे चाहिँ हामीले त्यो कोबिरी चुइदा गोखानहरुले चाहिँ अलिकति चुके हो कि गर्ने बेलामा चाहिँ अलिकति भिजाएर राख्नु पर्छ भन्ने टाइपले चाहिँ पढेको थियो त्यो नम्बर सी चाहिँ गलत छ थादासको ताय बी देश ने दे मादाचुगे गोबानिकिमास्यो सेइसो साग्यो थादासी जुन्जो नो किहोन तोस्ते खादे सिमेसु मत्तोमा योइ मनो हितोचेरा बिनासाई भन्छ है सरसफाई गर्ने बेलाको सही क्रमबद्धको आधारभूत तत्त्व चाहिँ कुन हो तलको मध्ये एउटा सही आन्सर चुज गर्नु भनेछ ए बानमा के छ भन्दाखेरि सेइसो साग्यो नो जुन्जो वा ओएकारास्ताए चुजुकु कोतोगा किहोन देश भनेछ है सरसफाइको क्रम चाहिँ जहिले पनि हामीले माथिबाट तल क्रमबद्ध गर्दै जानु चाहिँ आधारभूत हो भनेर पढेको थियो त्यही भएर नम्बर ए को चाहिँ थादासको ताय देश र बी मा जाउँ सेइसो साग्यो वा युखाकारा हाजिमे
मारु कोतोगा किहोन्देस भन्छ युखामेन चाहिँ साइगोनी गर्ने भनेर पढेको थियो, त्यही भएर यो गलत छ। र नम्बर सीमा चाहिँ तेन नाइनो सेसो सुरु बास्यो वा तकुनी किमा तेइमासेन भन्छ है पसलभित्र सफा गर्ने ठाउँहरू चाहिँ विशेष गरी तोकिएको छैन, मतलब डिसाइड गरेको छैन भनेछ। यसले डिसाइड गरेर तोकेर हामीले जुम्बान गरेर के भन्छ माइनिची कहाँ गर्ने, माइसु कहाँ गर्ने हो, माइचुकी कहाँ गर्ने, कसरी गर्ने भनेर किमारु गरेको छैन त, त्यही भएर यो गलत छ है। नम्बर ए को चाहिँ थादाइसको तय हुन्छ है त। हाई रोकुबा निकिमास्यो, रोकुबाले के छ भन्दाखेरि खावै त यो गोरे हो ओतो सुतामे इकादेशी मिस कुमियावसे तो यस्तै थादासी आते हमारा नाइ भनेछ है। यहाँनिर कुमियावसे वा दोरेका मोतोम यो मनोस्ते जेरा बिनासाई भन्छ है। खावै त यो गोरे हो ओतो सुतामे नि तपाईले एकदम त्यो सुक्खा भएको फोहोरहरूलाई झार्न मतलब त्यो क्लियर गर्नको लागि चाहिँ इकादेशी मिस कुमियावतोस्ते भने चाहिँ तल देखाएको संयोजकहरू मध्येमा चाहिँ आते हमारा नाइ भने चाहिँ मिस्टेकली माचिगाइरु भन्ने खालको कुरा हो। कुमियावतोस्ते थादाइसको तोस्ते जेरा बिनासाई भने चाहिँ नमिल्दो वर्णन चाहिँ एउटा चुज गर्नु भनेछ। नम्बर ए मा जाउँ। खावै त यो गोरे हो ओतो सुतामे नुरेता दास्ता ओ सियो सिनाई कोतोगा किहोन्देस भनेछ है। यदि त्यो सुकेको फोहोरहरू चाहिँ ओतो सुतामे भन्नु त्यो सौजी गर्नको लागि चाहिँ नुरेता दास्ता हो सियो सिनाई कोतो भन्छ। नुरेता दास्तोलाई चाहिँ प्रयोग नगर्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ, मतलब आधारभूत हुन्छ भनेछ एले है। बीले के भनेछ भन्दाखेरि जिखाङ्गा खाकारो बाइमो आरु तामे है। अलिकति उसले समय पनि लाग्न सक्ने भएको हुनाले खावै त यो गोरे हो नुरासा नाइ भनेको छ। अलिकति त्यो सुक्खा भएको फोहोरहरूलाई चाहिँ नभिजाउने भनेछ। र सीमा जो त्यसपछि क्योरेको न सेन्जाई ओ सियोस्ते खावै त यो गोरे ओ ओतोसिमास भनेछ। अलिकति कडा खालको डिटर्जेन्ट्सहरू युज गरेर चाहिँ त्यो खावै त यो गोरे सुक्खा भएको फोहोरलाई चाहिँ हामीले त्यहाँबाट चाहिँ क्लियरली गराउन सकिन्छ भनेछ। हेर्दाखेरि एबिसी उस्तै जस्तो देखिन्छ है। क्वेसनले के भनेको छ त हामीलाई आते हमारा नाइ भनेछ हो। नमिल्दो क्वेसन एन्सर चाहिँ कुन हो नमिल्दो चाहिँ छान्नु पर्छ भनेको छ है। हामीले यो क्योरेको न सेन्जाई युज गर्ने चाहिँ खावै त यो गोरेमा हो कि हिदोइ यो गोरेमा हो त है। त्यही भएर हाम्रो यो एले पनि सही कुरा गरेको छ। हामीले गर्ने भनेको त्यही हो, नुरेता दास्ताले नगर्नु भनेको थियो है। अनि नम्बर बीले पनि समय चाहिँ लाग्ने भएको हुनाले त्यसले भिजाउनु हुँदैन भनेर पनि पढेको थियो। र सीले चाहिँ क्योरेको न सेन्जाई चाहिँ सियो स्तेका र खावै त यो गोरे ओतोसिमास भन्छ। यो क्योरेको न सेन्जाई युज गर्ने चाहिँ खावै त यो गोरे नभइकन हिदोइ यो गोरेमा हो है त। नम्बर सी चाहिँ थादाइसको तयです。次7番に行きましょう。次のうちつけ置きをする正しい組み合わせとして正しい組み合わせはどれか最も良いものを一つ選びなさいभनेछ है।次のうちつけ置きする正しい組み合わせभनेछ है। तल देखाएको एकछिन भिजाउने क्रमको सही वर्णन कुन हो अथवा संयोजन चाहिँ कुन हो, त्यो संयोजन मध्येमा राम्रो कुरा एउटा चुज गर्नुस्, मतलब कुन चाहिँ सही हुन्छ क्वेसनसँग त्यो एउटा एन्सर चुज गर्नु भन्न खोजेको। नम्बर ए मा के भनेको छ भन्दाखेरि कोबिरी चिता गोहाङ यो गोरे नादो वा 40度ぐらいのお湯に洗剤を加えて事前にシンクに入れてご飯汚れなどを取りやすくする方法ですभनेको छ है। नम्बर एले चाहिँ ठ्याक्कै हामीले माथि भने जस्तै क्या चुकेओकी भनेको एकछिन भिजाएर राख्नु, एकछिन त्यसलाई पग्लिन दिनु भनेर पढेको थियो नि त हामीले बुकमा पढ्ने बेलामा है। त्यही भएर यसले चाहिँ के भन्छ भन्दाखेरि अब त्यो भाँडाकुँडाहरूमा कोबिरी चिता भनेको भाँडाकुँडाहरूमा टाँसेको अलिकति पहिल्यैदेखि कटकट भएर बसेको कुराको गरेको त नि हैन। त्यसरी टाँसेको भाँडा त्यसरी टाँसेर बसेको भातहरू अथवा त्यसलाई चाहिँ फोहोरहरू छ भने चाहिँ 40 डिग्री जतिको तातो पानी अथवा सेन्जाई मिक्स गरेर चाहिँ पहिल्यैदेखि हामीले सिङ्कमा जुन हामीले भाँडाकुँडा धुने ठाउँ छ त्यो ठाउँमा हालेर एकछिन भिजाएर त्यसले तोरियासुई गर्ने, मतलब त्यो भिजाएर राखेपछि अलिकति याबराकै हुन्छ नि त, सफ्ट हुन्छ, त्यसपछि हामीले त्यहाँबाट निकाल्ने एउटा सही मेथड हो भने थियो। यो ए बानको चाहिँ थादेसको तय हुन्छ है त। त्यसमा त चाहिँ बी बान निकिमास्यो सेन्जाई नो नोदो गा
お水に加えるためつけ置きする必要となりますभनेछ यो सेन्जाइ र नुडो मिलाउने बेलामा चाहिँ हामीले त्यो पानी मिसाउन आवश्यक पर्छ भनेछ यो भन्न खोजेको के हो त भन्दाखेरि सेन्जाइ र नुडोगा मिजु नि कुवाएरु तामे भन्छ है त्यो सेन्जाइमा भएको मात्रा त्यसको जुन पर्सेन्टेज हुन्छ नि जस्तो कति पर्सेन्ट अल्कोहल छ भन्ने विषयमा हो त्यस्तो खालको अल्कोहलको मात्रा मिलाउनको लागि चाहिँ पानीमा मिसाएर अनि बल्ल हामीले चुकेओकी गर्नु आवश्यक पर्छ भन्छ माथि नै दिइसकेको छ कि हाम्रो 40 डिग्री जतिको मनतातो पानीमा सेन्जाइ मिक्स गर्ने भन्नाले यो नौदो वाला मिसाउने अर्कै वाला सेन्जाइ भयो जस्तो औषधि जन्य सेन्जाइ भयो भने यो चाहिँ हाम्रो माथि मिसाएको चाहिँ भाँडाकुँडाहरु माझ्दाखेरि त्यो झोल साबुन हुन्छ नि हो त्यो वाला साबुनको कुरा गरेको है नम्बर बी गलत छ सी मा जाउँ त्यसपछि गोहान च्यावन नादो सेन्जो सुरुतोकी है त्यो गोहान च्यावन भनेको खाना खाने भाँडाहरु मतलब कचौराहरु प्लेटहरु भन्न खोज्छु त्योहरु चाहिँ सेन्जाइ सुरुतोकी दुई पखाली गर्ने क्रममा चाहिँ जिकाङ्गा खाकारु तामे चुकेओकी सुरुकोतो गा ताइसेचु देश भनेछ है अब यसले पनि के भनेको छ त भन्दाखेरि त्यो भाँडाकुँडाहरु चाहिँ हामीले धुने बेलामा अलिकति समय लाग्ने भएको हुनाले चुकेओकी गर्नु चाहिँ आवश्यक पर्छ भनेछ तर आवश्यक त पर्छ कि हाम्रो क्वेशनले के भनेछ भन्दाखेरि चुकेओकी सुरु नो थादासी कुमी आवश्य भनेछ नि भिजाउनेको सही क्रम चाहिँ हामीले एउटा चुज गर्नु पर्छ नि त है त्यही भएर यो चाहिँ हामीले खाना के भन्छ यो भाँडाकुँडा पखाल्ने क्रम भयो भने यो भिजाउने क्रम चाहिँ एक हुन्छ है त हाई जा मादाचुकी हाचिबान निकिमास्यो हाचिबानमा के छ त भन्दाखेरि योगोरेता दोगु दे सेइसो ओ सिनाइ रियु वा नान देसु का इखादे सिमेसु आयामात्तेइरु किजिचु ओ हितोचु एराबिना साई भनेछ है फोहोर उपकरणले सरसफाई नगर्नुको कारण के हो तल देखाएको मिस्टेकली व्याख्या कुन गरेको छ मतलब किजिचु चाहिँ कुन छ त्यो एउटा चुज गर्नु भन्छ हामी यहाँ चाहिँ आया मात्र चुज गर्नु पर्यो है नमिल्दो खालको योगोरेता दास्ता दे योगोरेता मोनो ओ फुएते मो किरेइ नि नारा नाइ कारा देश भनेछ है त्यो किरेइ नि नारा नाइ नै हुन्छ है फोहोर भएको भाँडा कुनै पनि उपकरणहरुले अर्को वस्तुलाई सफा गर्छु भन्दाखेरि सफा हुँदैन नि त जस्तो मैले बारबार एक्जाम्पल पनि दिइराको हुन्छु कि तपाईको धमिलो पानीमा कपडा धोयो भने कपडा झन् मैलो हुन्छ किनकि पानी अलरेडी मैलो छ है भन्न खोजेको यही हो है योगोरेता दस्ता फोहोर योगोरे भएको दस्ताले अरु कुनै पनि भाँडाकुँडाहरु माझ्नु हुँदैन भन्न खोजेको थियो त्यही भएर यो करेक्ट छ र बी मा जाउँ त्यसपछि दास्ता न योगोरे गा तानोयोकी नि उचुरा नाइ तामे भनेछ है दास्तामा भएको फोहोरहरु चाहिँ अर्को भाँडामा नपर्ने भएको हुनाले योगोरेता दोगुदे सेइसो सिनाइ भनेछ है यो पनि मिलेको छ र लास्टमा क्वेशनले के भन्छ एकछिन परमा है त र नम्बर सी मा छ सेइसो सुरु दोगुगा योगोरेता र सेइसो ओ सिनाइ भनेछ है लास्टमा चाहिँ फोहोर भएको दौगु छ उपकरणहरु छ भने त्यसले चाहिँ सरसफाई नगर्ने भनेको छ अब हाम्रो क्वेशनले के थियो त योगोरेता दोगु दे सेइसो सिनाइ रियु भन्छ फोहोर भएको भाँडाकुँडा माझ्ने उपकरणहरुले किन अर्को दोस्रो उहरु चाहिँ सफा गर्नु हुँदैन त भन्दाखेरि नम्बर बी को चाहिँ थादासीको ताय हुन्छ किन त भन्दाखेरि दास्ता अलरेडी आफै फोहोर छ भने त्यसले अरु वस्तुलाई धोइ पखाली गर्यो भने त्यो आफूमा भएको पनि त अर्कोलाई सार्ने भयो नि त है त्यही भएर यो चाहिँ नम्बर बी हुन्छ है त हाय नम्बर क्यू वा निकिमास्यो क्यू मा चाहिँ के छ भन्दाखेरि सेइसो नो पोइन्टो नि चुइते चगिनाउची माचिगाइरु कोतो वा दोरेका मोतोमा योइ मोनो हितो चेरा बिना साई भनेछ है अब सेइसो गर्दाखेरिको पोइन्टको आधारमा तल दिएको मिस्टेकली वर्णन चाहिँ कुन हो त्यो एउटा चुज गर्नुपर्छ भनेछ है अब हामीले सेइसोको पोइन्टहरु त पढेको थियो नि त है ओके ए बानमा जाउँ खेइजोको सुरु कोतो तेते सुरु कोतो नि वा सेइसो सुरु जिकान्तो सेइसो सुरु बास्यो किमेते ओकोतारा नाइ कोतोगा ताइसेचु देश भनेछ है माचिगाइरु छाना भनेछ क्वेशनले फेरि है हामीले खेइजोको सुरु कोतो है जस्तो खेइजोको सुरु कोतो भने के हो त निरन्तर रूपमा गरिने है त्यतै सुरु कोतो राम्रोसँग गरिने त्यो ठाउँ गरिने त्यो सरसफाइहरु चाहिँ समय र सरसफाइ गर्ने ठाउँलाई चाहिँ हामीले डिसाइड गरेर
व्यवस्था नगर्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ भनेको छ अहिले। अब महत्त्वपूर्ण कुरा हुन्छ तर माथि माचिगाइरु छाना भनेको छ, त्यही भएर गलत हुन्छ। यीमा जाउँ। ओक्याक्सामा नो मेदे ओकोनाउ कोतो वा तेन्नाई सेइसो गा वात्तारा क्याक्सकी नि सोआत्ते खाकुनिन सुरु हिचियो वा आरिमासेन भनेको छ। हिचियो आरिमासेन हैन, हिचियो आरिमास है। अगाडि हामीले कति कुन ठाउँमा सरसफाई गर्यो, कस्तो भयो, कतै छुटेको छ कि चेक जाँच गर्नुपर्छ भनेर पढ्थ्यो। त्यही भएर यो बी चाहिँ हाम्रो गलत छ। बट क्वेसनले माचिगाइरु चुज गर भनेको हुनाले यो बी चाहिँ राइट हुन्छ है त। सी मा पनि जाउँ। सीले के छ भन्दाखेरि सेइसो ओ इजिसुरु कोतो नि वा तेकी नि सेइकेचना जोताई ओस्ते जुग्योइन जिसिन नो एइसे खान्ड्री हो तामोची जुग्योइन गा आकारुकु होकोरी ओ मोत्ते हाताराकु कोतो गा ताइसेचु देश भनेको छ। सौ देश ने हाई। अब काम गर्ने ठाउँमा चाहिँ सरसफाइको इजीहरू चाहिँ गर्नु पर्यो। त्यो सरसफाइ गराउने कार्यहरू हुन्छ नि, कामहरू, गतिविधिहरू, त्यो नियमित रूपमा सफाई अवस्थामा राख्ने र आफू काम गर्ने कर्मचारीहरू पनि स्वच्छन्द व्यवस्थापनमा बस्ने, मतलब स्वच्छन्द व्यवस्थापन गर्ने र जुग्योइनहरू जुन काम गर्ने कर्मचारीहरू पनि अलिकति चुस्ती फुर्ती उज्यालो हँसिलो टाइपले काम गर्नु चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर पढेको थियो। त्यो पनि यो पनि सही छ। तर क्वेसनले माचिगाएर चुज गर है भनेको छ यो नम्बर क्यू को। त्यही भएर बी चाहिँ मिस्टेक छ हामीले पढे अनुसार र क्वेसनले भने अनुसार चाहिँ एन्सर मिलेको छ है त। हाई जियोबानी किमास्यो। जियोबानमा के छ भन्दाखेरि क्यासरेस खेसाइनि चाहिँ ते थादासी मियाओसे तोस्ते थादासी मियाओसे वा दोरेका मोत्तोम योइ मोनो हितो चाहिँ राबिना साई भनेको है। अब क्यासलेस खेसाई भनेको नगदविहीन भुक्तानीको बारेमा सही वर्णन मतलब सही संयोजन चाहिँ कुन हो एउटा चुज गर्नुहोस् भनेको छ है। नम्बर ए मा जाउँ। ओखाइके नसाई नि गेङ्किन इगाइदे सिहाराई ओ सुरु कोतो वा केसरेस खेसाई तो नारिमास भनेको है। अब ओखाइके नसाई भनेको हामी जब बिलिङ गर्न काउन्टरमा जान्छौँ हो, त्यो काउन्टरमा गर्ने बेलाको कुरा हो यो खाइके भनेको। हिसाब गर्नु, बिलिङ गर्नु हो, त्यो बेलामा चाहिँ हामीले गेङ्किन भन्दा बाहेक अरू कुराले पनि तिर्न सकिने कुरालाई नै क्यासलेस भुक्तानी भनिएको छ भन्छ यसले है। त्यही भएर हाम्रो यो माथिको क्वेसन अनुसार यो मिलेको छ। बीमा जाउँ। निहोन दे रिउचुस्ते हिरो निहोन एन दे सिहाराए हो सुरु कोतो है। जापानमा युज गरिएको प्रचलनमा आएको जापानिज पैसाले चाहिँ पैसा तिर्ने मतलब भुक्तानी गर्ने भन्ने छ। बी गलत छ। सी मा जाउँ। कुरिखाइसे राइतेन्सर हो क्याक्सामा गा स्योकुजी गो नि स्योकुजी दाई नो कोतो देश भन्छ है। दोहोरेर आएको ग्राहकहरूले चाहिँ खाइसके पछाडि चाहिँ उसले खाना तिरेको खानाको पैसा हो भन्न खोजेको छ, तर यो पनि होइन है त। थाहा त्यसको तायो ए भन्देश। जुइचेबान निकेमास्यो। जुइचेबानमा के छ भन्दाखेरि दाई हेउ तेकिना क्यासरेस खेसाई क्युआर कोड नो तोक्च्यो तोस्ते आत्ते हामारा नाइ कुमियाओसे वा दोरेका मोत्तोम योइ मोनोस्तो चेरा बिना साई भनेको है। विशेष गरी नगदविहीन भुक्तानी जुन क्युआर कोड छ त्यो क्युआर कोडको तोक्च्यो विशेषता चाहिँ नमिल्दो संयोजन कुन हो, त्यो नमिल्दो संयोजन एउटा चुज गर्नु भनेको छ जुन हाम्रो क्युआर कोडको है। क्यासलेस नगदविहीन भुक्तानी हामीले पढेको थियो नि त, के भनेर पढेको थियो त क्यासलेस के भन्छ क्यासलेस भुक्तानीहरूमा हैन, जस्तै भिजा कार्डहरू, मास्टर कार्डहरू हो, अनि विभिन्न किसिमको डेबिट कार्डहरू है, देन्सिमानेहरू क्युआर कोडहरू पढेको थियो नि त हो, त्यसैको क्युआर कोड हो है त यो। नम्बर ए मा जाउँ। सुमाहोनादो नि क्युआर कोड हो हेउजिस्ते सिहाराउ देखिरु कोतो देश भनेको है। हामीले बोकेको स्मार्टफोनमा चाहिँ क्युआर कोडलाई चाहिँ इन्स्टल गरेर तिर्न सकिने कुरा हो भनेको छ, तर यो तिर्ने विधि हो माथिले नबुझेको चाहिँ आते हाम्रा नाइ भनेको छ है। यो ए गलत छ। बी मा जाउँ। होमिसेगा हक्को सुरु पसलले प्रदान गरेको अथवा उनीहरूले उत्पादन गरेको क्युआर कोड हो स्मार्टफोन नि हेउजी सारे तेइरु बाई वा धोन्ना मिसेदे म
簡単に使用することができますभन्छどんな店でも簡単に使用することはचाहिँできませんभनेर पढेको थियो किनकि सबै पसलले क्युआर कोड चलाउँछ सबै पसलले क्रेडिट कार्ड चलाउँछ सबै पसलले चाहिँ तपाईको विभिन्न किसिमको देनसिमानीहरु चलाउँछ भन्ने हुँदैन त्यही भएर यो चाहिँ गलत छ माथिको क्वेशन अनुसार चाहिँ हाम्रो बी बान चाहिँ थादासी भएको छ सी मा जाउँ ओमिसेगा हक्को सारेदा क्युआर कोड ओ स्मार्टफोन नादो スマホに表示してお店の端末で読み取って支払うことですभनेको छ यो चाहिँ फेरि कुन पसलले हाक्को गरेको त्यही पसलमा मात्रै युज हुन सक्छ इभन त्यसको ब्रान्च अनुसार पनि फरक पर्न सक्छ तर अहिले यति बुझ्नु कि क्वेशन अनुसारको यो सी पनि गलत छ थादासी कताया बी भन्दैछ नि 12番に行きましょう12番まけछ भन्दाखेरिキャッシュレス決済について後払い方式多くなお店でも使用できる代表的な種類はどれか最も良いものを一つ選びなさいभनेको छ है अब नगदविहीन भुक्तानीको बारेमा आतो बराई भनेको चाहिँ आफ्टर पेमेन्ट क्या जस्तै हामी के भन्छ उधारो कारोबार भन्छ नि त उधारो कारोबार पनि गर्न सकिने प्रणाली चाहिँ अथवा अरु ओकुना ओमिसेदेमा सियो सुरु भनेको धेरै पसलहरुमा पनि प्रयोग गर्न सकिने दाइह्यौतेकिन शुरी एकदम विशेष खालको शुरीहरु मतलब यसको प्रकारहरु चाहिँ कुन हो भनेको छ जस्तै भिजा कार्ड हो कि क्रेडिट कार्ड हो कि क्युआर कोड हो भन्छ है अब भिजा कार्ड भनेको चाहिँ तपाईको आफ्नो के भन्छ डेबिट कार्ड है गभर्नमेन्ट ने एमा डेबिट कार्ड भनेको तपाईको आफ्नो निजी बैंकले बनाएको हो है यो निजी बैंकमा आतो बराई मिल्दैन मतलब आतो हराई मिल्दैन क्युआर कोड भनेको चाहिँ तपाईले क्युआर कोडमा पैसा हाल्यो भने बल्ल त्यो क्युआर चल्ने हो है सी को पनि गलत छ र हाम्रो थादाइसको दाय चाहिँ बी बानको चाहिँ क्रेडिट कार्ड छ क्रेडिट कार्ड चाहिँ पहिला खाइमनो गरिने अनि पछि आको बिललाई तिरेर चलाउने प्रक्रिया हो त्यही भएर बी चाहिँ 正しい答えです。はい。正しい答えは B 番ですね。はい。ここまで見てくれてありがとうございました。皆さん、また次の動画に会いましょうね。सबैजनाले लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु होला। भ्युज 500 क्रस लाइक 100 क्रस भएपछि मैले अर्को भिडियो हाल्ने गरेको छु। よろしくお願いします。